guys, welcome back to my YouTube channel. आज चाहिँ हामी कहाँ जाँदैछौँ? चपेटी लाज लाग्यो मलाई। म चाहिँ यसको घरमा अहिले आएको छु अनि अब हामी जाँदैछौँ। निकितालाई भरे बाटोमा भेट्छु हैन? ग्लोबल गोल्ड अवार्ड। अब गोल्ड अवार्ड जान्छौँ हामी, गोल्ड अवार्ड। पछाडि भ्लगर है, म भ्लगर हुँदैछु है गाइस, हेल्प मी, सपोर्ट मी। यस, हामी गोल्ड अवार्ड आइपुग्यौँ। निकिता खोइ कोही सोड्ने आउँदैछु। हाई मेरो 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 लड गाइस हामी त लड्यौँ। हामी चाहिँ जाँदैछौँ हाम्रो राइडर केटी राइडर छोड्ने चपेटीको बाटो हो। चपेटीको बाटो चाहिँ कस्तो भएको छ, अब केही दिनपछि पनि छ, केही दिनपछि राम्रो हुन्छ। यही हो कि अब उतै परनिर राखेर माथि चढ्नु पर्यो नि त। म त यता आएको थिइनँ, अर्कै ठाउँबाट आएको थिएँ हौ। कुन अर्को ठाउँबाट आकाशबाट आइस कि धरतीबाट आइस? अर्कै ठाउँबाट आयो अरे यो। होइन कहाँ होला यस्तो थियो। पौडी खेल्नु क्या बरु लुगा लिएनौँ क्या हामीले। यस्तो भैँसी पनि पौडी खेलिँदा सेम पनि भैँसी पनि एनिमल, हामी पनि एनिमल। सही भनिस्। कहाँ खाँदिएर त ऊ अन्त माथि छ क्या यसले, यहीँ झारी चाहिँ अलिकति माथि हो पुलमा। हेर्न उहाँ पौडी खेल्न ल ल जाम यता आइज न त। त्यो पौडी खेल्ने भिजिन्छ, यसै भिजिन्छ त्यसै भिजिन्छ भने चाहिँ खेलौँ ल। ल ऊ त्यहाँ रहेछ। ओइ यसै भिजिन्छ त्यसै वाइफाई हाल्दै न। चस्मा खोल्नु पर्छ। अब हामी उतानिर जानुपर्छ है, यो खाएर। कहाँ ए उहाँ माथि पनि रहेछ नि अहिले। अहिले त्यही बिसाउँछ त अनि आउने भन बहिनी बुनु तिमीले त मेरो त नजरअन्दाज गरेर यहाँ त्यस्तो मिठो पाउँछ र मलाई त उतै मनपर्छ। सुकुटी मिठो हुन्छ भन्ने सुनेको थिएँ, र पनि यहाँ केही त खानु पऱ्यो नि त। यसरी बसेपछि ला केचाक कुचुक भयो। यस्तै त बाटो के गर्नु त नि, यहाँ हाल्दै गरेछ तर कति ज्ञानी है। मैले लिएर आएँ त। ए फेरि गएर लिएर है। ओए केक हालिदिएको थिएन हो सुरुमा, अनि फेरि यो गरेर लिएर आएको। के हालिदिएको थिएन? तिनवटा केकको पैसा दिएको होइन, दुइटा मात्रै केक छ त। यहाँ छ त के? ए त्यो त गर्दैन गएर फेरि एक्लै खाएर आउँछु भन्दै थिएँ। मलाई त यो कस्तो मनपर्छ हौ। त्यो निकिताको एकछिन फोटो खिचौँ न त, अनि जस्तै भयो पनि त्यो त राम्रो रहेन रहेछ। होस् मेरै राम्रो छ। ल हाम्रो माथि गएर खानुपर्ने के भन्नु अब। कहाँ गइमा छोड्दे पानी पर्यो भने ला अब हामी के गर्नु? बन्द गरेर खानेकुरा पानी पर्यो। यो बुइला चटपटी र सुकुटी भन्नु फेरि यहाँ पानी पर खाएछ। म खाएको भिडियो बनाएको गाजरको भिडियो बनाउँछु भन्दै थियो होला। चटपटी खान्छ। प्लास्टिक बोतल पर्छ अनि लाउन जानुपर्छ। प्लास्टिक लगाएर प्लास्टिक मोबाइल हो मोबाइल। प्लास्टिकमा लगाएर म पिज्जा खान्छु ल। मलाई निक्लिने यार ला कत्रो पिज्जा
चिसो भइसकेपछि चेन्ज गर्न मुखबाट निकालेर चेन्ज गरेको मैले कतिको बडा म आयो यो बेला हेरिन मैले यहाँको स्पेसल मिठो हुन्छ नि त्यहाँको गोलाबार खस्यो होला मुख लाग्यो ओइ मासु छैन त भेज हो खको मासु तँलाई भेज परेछ छ त मासु एउटा पिसले भेज राखिदिनु ल भनेर ससेज पनि जाऊ ए मैले मस्कारै लाउन बिर्सेँ लगाएको पनि गइसक्यो होला मिनिमलिस्टिक भकी त भनेको यहीँ हो भकी त भनेको क्या हाम्रो भ्लगमा सुकुटी पनि आइसक्यो आजको चाहिँ म हाल्छु कि अस्तिको त मेरो निधार नि यो साइडबाट खिचेर निधार यत्रो आएको थियो कति सानो आएको ल स्टार्ट गरे स्टार्ट यस्तो भन्दा पनि सुन्नु न त्यस्तै हो म भन्छु अब मलाई पनि यस्तै मिठो त्यो त यस्तो भन्दा मिठो छ मेरो सुकुटी मात्रै हिसाबले एसकेमा त चब्बिँदैन डु म नम्बर भनेको यस्तै भिजेर घर पुगिँदै हालिन्छ म त्यहाँ यो सिटीमा हाल्नु भन्नु ए नुहाउने नभन पौडी खेल्ने भन्न मलाई नुहाएर आएको आएको यहाँ नुहाउनु घाम त्यसमा जाने त्यसमा होइन पौडी खेल्दाखेरि चाहिँ बाढी आयो भने के गर्नु मलाई पनि यस्तै हुन्छ कोही कोही बेला माथि पार्छ सबै बगेर झर पनि ढुङ्गै मात्रै छ त्यहाँ अगाउँदै गयो बिस्तारै खाँदैछ कागती हाल्दा कस्तो हुन्छ होला मिठो हुन्छ यहाँ चाहिँ त्यहाँ कागज चाहिँ नुन गर्छ नि हाल चोप्दै एउटा छ आधी हाल आई एम इन डायट हिजोको भन्दा निकै रसिला नि यस्तै दिनमा एकवटा खाना पाए त निकै ज्यान मरिन्थ्यो नि यस्तै ज्यान मान्थ्यो नि मैले बुझेन यस्तै के भन्छ हेर्नु है पछाडिबाट त्यहाँ टुरिस्टहरू आउँदैछन् टुरिस्टहरू कतार गर्छ क्या छाता बोक्नु अरे म अब यहाँ बोक्छु छोड यसलाई चाहिँ हेर्थ्यो कस्तो दामी आउँछ त्यहाँ यसको फोटो खिचिदिनु अरे हेलो आइज भरे खिचौँ बिहा गरेर देखा न मान्छेहरू पौडी अगाडि अस्तिजना खेल्दै हुनुहुन्छ कस्तो दामी छ यहाँ बन्दी हो तर बन्दीको यस्तो पाउँछ लो डान्सर भरे पठाइदिनु म भिडियो हो भिडियो ओके मोडल नेपाल अगाडि मिस नेपाल अगाडि हेर पछाडिबाट मिस नेपाल आउँदै हुन्छ यता हामी खोलामा जाने गाइस अब हामी खोलामा जाँदैछौँ गाइस प्रिकसनहरू भनेको चाहिँ
भन्न यहाँ रेकर्ड हुँदैछ त बस्नलाई यदि खोलामा जानुभन्दा अगाडि अप्नाउने प्रिकसनहरू भनेको चाहिँ एउटा स्विमिङ गर्न जाने साथी हुनु पर्यो को इङ्ग्लिसमा बोलौँ न मलाई ल 1 2 3 go let's talk in English okay why not sure स्टार्ट yeah no स्टार्ट I need 7 on my speaking, guys. You need 7 on your speaking. 7, not less than 7.5. Okay, you can do it. You will do it. Kausila took my IELTS book go to Korea Yes. In helicopter. Kausila prepare IELTS for 3 months and visit Korea And visit Korea. Lords है लर्ड्सेस मेरो डिम्पल बस गीत मेरो पनि डिम्पल छ मेरो छ डिम्पल फेरि छाता राख्दैछौँ घाम लाग्दैछ फेरि घाममा पनि त ओर्दा हुन्छ फेरि घाम स्टार्ट भयो अब त्यस्तो घाम लाग्दैन नि त किनकि 5 बज्न आँटिसक्यो होला म पनि राखौँ कि कम्बर मर्काउँदै एकचोटि तेरोमा गीत सुनौँ न अनि अब छैन त्यो सेप पनि होइन सेप होइन यता भाग्यो के गर्नु यो चिसो पनि चिसो भयो जस्तो गर्न भिडियोको लागि सबै सु गरेको भएर तातो आएको हो मलाई पनि त्यस्तै लाग्यो सबै मान्छे भएर यता चाहिँ सु नगरेको रहेछ हो सबै सामान लिएर आउँछु ल आफ्नो जान जे पोज ओए मेरो फोटो खिच्दैन फ्रन्ट क्यामेराबाट ए भिडियो फोटो खिच ए भिडियो पो हो त आया भिडियोबाट जति स्क्रिनशट गर्नु मिल्छ पनि अहा राम्रो हुँदैन क्या ल ल ल जा जा त्यो गर खोइ गरेको तपाईँहरूलाई चपेटीको झर्नामा स्वागत छ यो झर्ना हो र यो म हो म यो प्रिटी यदि तपाईँहरूलाई भोलि पनि चपेटीको झर्नामा हामीलाई भेट्नु छ भने यही समयमा यही उपस्थिति हुनु होला कमेन्ट गर्नु होला रमाइलो चाहिँ एकदम रमाइलो नेपालमा चाहिँ एकदम रमाइलो रहेछ अन्त विदेशतिर चाहिँ खास यस्तो छैन अलिक परबाट विदेशतिर चाहिँ खास यस्तो छैन 3 वर्ष विदेश बसेर आएको मलाई एकदम मिस भइरहेको नेपाल
गाइस अब घुम्यौँ फिर्यौँ खायौँ ओर्यौँ डुल्यौँ चपेटी हामी अब धेरै टाइम पछि आयौँ होइन चपेटी एकदम रमाइलो भएको रहेछ एकदम मान्छेहरूको भिड थियो एकदम धेरै थियो 5 बज्न आँट्यो 448 एक्ज्याक्टली भनेर भन्दा मलाई चित्तै बुझ्यो 448 भयो 448 भनिसक्दा 50 भइसकेको थियो अनि त्यसपछि चाहिँ यस्तो यस्तो सिचुएसनहरू सबै कुराहरू पार गरेर हामीले भ्लगलाई अन्त्य गर्न सोचेको छौँ वाचिङ गाइज किप सपोर्टिङ किप सपोर्टिङ बाई बाई गर बाई हामीले नेपाली बिउटीहरूलाई जोगाउनुपर्छ त्यसैले मलाई जोगाएर राख बाई बाई राखेको मैले बाई ल